र यस कार्यक्रमको सब विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय व्यक्तित्व हाम्रो निर्माण दीपक खत्रीज्यू र यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा आश्रित हाम्रो कृष्णपुर नगरपालिका वार्ड नम्बर 3 को वडा सदस्य आदरणीय व्यक्तित्व भीम राज जोशीज्यू र यसै वडाका वडा सदस्य महिला वडा सदस्य हाम्रो यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा आश्रित हाम्रो यसै वडाका वडा सदस्य हाम्रो कौशिला सुनारज्यू र यसै अतिथिको रूपमा आश्रित हाम्रो मञ्चमा आसीन सम्पूर्ण अतिथिवर्गहरू हाम्रो यस विद्यालयको प्रज्यू लगायत यस विद्यालयमा पठन पाठन गराउनु हुने सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरू लगायत यस विद्यालयका सम्पूर्ण मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक अभिवादन नमस्कार भन्न चाहन्छु। नमस्ते सबैजनालाई। एकदमै खुसी लागेको छ, एकदमै छोटो समयमा भव्य कार्यक्रमको तयारी गर्नुभएको छ अनि एकदमै सभ्य र भव्य रूपमा यस कार्यक्रमको सुरुवात भएको छ र विशेष धन्यवाद दिन चाहन्छु हाम्रो यस विद्यालयको लगायत सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरूलाई। उहाँहरूले जुन यस कार्यक्रमलाई राम्रो भव्य र सभ्य बनाउनको लागि चाहिँ मेहनत गर्नुभएको छ, विद्यार्थी भाइ बहिनीलाई मार्गदर्शन दिएर सिकाउनु भएको छ। धन्यवाद व्यक्त गर्न चाहन्छु सम्पूर्णमा। र आज हामी खुसी छौँ, यस कारण खुसी छौँ हाम्रो यस विद्यालयमा फेरि पनि उच्च शिक्षा हासिल गर्नको लागि कक्षा 11 मा पढ्नको लागि हाम्रो 40 जना भन्दा बढ्ता विद्यार्थीहरू भर्ना भएको जानकारी मैले पाएको छु। हामीलाई चिन्ता थियो यो वर्ष 11 कक्षामा विद्यार्थीहरू भर्ना हुन्छन् कि हुँदैनन्। हामी धेरैपल्ट मिटिङ पनि गर्यौं र अभियान पनि चाल्यौं भन्ने प्रकारको कुराहरू भयो, सल्लाह भयो। 11 कक्षालाई भर्ना गर्नको लागि हामीले अभिभावकहरूलाई भेट्नेदेखि लिएर विद्यार्थीहरूलाई भेट्ने अनि विभिन्न प्रकारको क्रियाकलापहरू गर्ने भनेर योजना गर्यौं र त्यसै आधारित आज 40 जना भन्दा बढी विद्यार्थी यहाँ भर्ना भएको कुरा सुन्दाखेरि एकदमै मन खुसीले प्रफुल्ल भएको छ। एकदमै खुसी व्यक्त गर्न चाहन्छु वडाको तर्फबाट। र 11 कक्षामा पठन